गाइज अरू त त्यस्तै हो तर होइन बाहिर घुम्न आएको बाहिर पनि अल्छी लाग्दो के मा कसम यार छ्या कस्तो अल्छी लाग्दो दिन भएको के जहिले तनाव छ मलाई जिन्दगी खराब छ है गाइज निन्द्रा पनि मात्रै लाग्छ दिन बेला पनि अनि यसो बाहिरतिर घुम्न निस्केको छु म घुम्नु निस्किने ठाउँ त फेरि मेरो यस्तै हो क्या यस्तै त छ पीडा छ मलाई पीडा यस्तै छ जिन्दगी यस्तै छ मेरो जिन्दगी खराब छ बसन्त अरे के रहेछ हौ यहाँ गलबन्दी प्रोडक्सन नेपाली कथा चलचित्र अरे के जाति हो गाह्रो छ जिन्दगी खराब छ यसो गाइजहरु लाइक अनि कमेन्ट त गर्नु यसो कहिलेकाहीँ सब्सक्राइब चाहिँ गर्नु न उता त के साह्रो स्टोरी त भएन नि त तनाव छ यो सबैले ड्याममा पारेर सब्सक्राइब चाहिँ गर्नु होला है गाइज के गर्नु गाह्रो छ मलाई जय होस् टेलिभिजनको कार्यालय जाने बाटो रे यस्तै छ जिन्दगी मेरो आमा कति मोटो केटीहरू लड्कीहरू डेन्जर छन् तपाईहरु कतै जानुभयो यस्तो पाराले भएन क्या भएन यस्तो पाराले त जिन्दगी चल्दैन त्यही भएर तपाईहरु सबैले यहाँ ट्याममा पारेर सब्सक्राइब गरिदिनु होला सबैजनाले है म नत्र रुइदिन्छु नि फेरि तपाईहरुले यसो गर्नु सब्सक्राइब गर्नु भएन भने फेरि म त बाहिर निस्किएपछि यता र उता मात्रै हो ओरतिर परतिर दायाँ बायाँ उता यता आधार इधर उधर बाँधर कता हो म हैन एउटै बाटोमा पाँचचोटि यता उता फर्किने मान्छे हो म अनि यस्तै छ पारा जिन्दगी खराबै खराब छ त्यही भएर तपाईहरुले मलाई पीडा नदिनु न हो गाइजहरु के गर्नु सोचे चाहिँ जिन्दगी रहेनछ भने हैन तिमीलाई फुल्ने माया तेरीमा छेक्ने गोरुको छाला